होटलबाट 187 किलोमिटर पर आएको छु। यो जहरा गार्डन सानो पुल जस्तो पनि रहेछ, यस्तो छ। जहरा गार्डन यस्तो रहेछ भित्र जहरा गार्डनमा। कस्तो लाग्यो तपाईँलाई राम्रोसँग हेर्नुहोस्। केलमा हुनेहरू यहाँ आउन सक्नुहुन्छ छुट्टीको दिनमा, छुट्टी मनाउनु साथीहरूसँग 4-5 जना मिलेर एउटा 9-10 जना मिलेर एउटा भ्यान रिजर्भ गरेर आउँदा हुन्छ। जङ्गलको माझमा रहेछ यो ठाउँ, रमाइलो छ। तर यस्तो छ, भित्र के छ थाहा भएन, भित्र पसेर हेर्नु पऱ्यो है त। वाउ, यस्तो रहेछ, यस्तो रहेछ, यस्तो यस्तो छ। चराहरू मिलेर राखेको रहेछ, खालको चरा। ल यो पुरानो कुवा कति गयो रहेछ, पानी छ कि छैन? पानी रहेछ साँच्चै, माछा पनि रहेछ, माछा यस्तो छ। घाम मजाले घाम लाग्यो भने चाहिँ गरम हुन्छ। वेदर क्लियर छ भने चाहिँ गरम गरम हुने रहेछ। क्लाउडी छ भने चाहिँ अलिक मजा हुन्छ यहाँ आउँदा जाँदा। डाँडा काँडा छ, जङ्गलको माझमा रहेछ यो एउटा सानो गार्डन हो। मयूर रहेछ यहाँनिर। यहाँ कुखुराहरू, जात जातको कुखुराहरू, 2-3 जातको कुखुराहरू रहेछ। कुखुराहरू खै के कुखुराहरू, यो नेपालको पनि पाइन्छ होला कुखुराहरू, अलिक छोटो जातको कुखुरा रहेछ। चराहरू रहेछ, खालको चराहरू के चरा हो, चराको नामहरू थाहा भएन। म पनि त्यति राम्रोसँग चिन्दिनँ चराको नामहरू, के चरा हो पर के चरा हो। अब यहाँबाट निस्क्यौँ बाहिर के छ। यो फेरि अर्को पार्ट रहेछ। म अघि अर्को ढोकाबाट छिरेको थिएँ, यहाँ अर्को पार्ट रहेछ। ल मजाको छ, आएर फोटोसोटो खिच्ने, रमाइलो गर्ने राम्रो ठाउँ रहेछ। यस्तो ठाउँ छ। Santorini.
नदीमा छिरेको ढोका त्यो हो। यहाँबाट माथि जाउँ के छ। गरम गरम छ आज, वेदर क्लियर भएकोले गर्दा। रोपवे रहेछ सानो। यस्तो छ है। ठिक छ। यहाँ बसेर फोटो खिच्दा हुन्छ। पछि हेरेर हाँस्नको लागि, पछि सम्झिनको लागि होइन। हेऱ्यो गएको थियो, यो चाहिँ बिग्रेर राखेको रहेछ। हट रहेछ नि। यस्तो छ वरपर डाँडा काँडा घेरेको रहेछ यो ठाउँलाई। यो चाहिँ गोपेङमा पर्छ है। गोपेङ इपो पुग्नुभन्दा अलिक वरै पर्छ, 20-25 किलोमिटर वर इपोबाट। इपोभन्दा 20-25 किलोमिटर वर केएलबाट आउँदाखेरि। ठिक छ नि होइन। टाइम पास गर्नको लागि छुट्टीको दिनमा टाइम पास गर्न, रमाइलो गर्न एक दिनको लागि ठिकै हुन्छ। केएलबाट यहाँ आउने, हेर्ने, घुम्ने, फोटोसोटो खिच्ने अनि फर्किने केएलतिर। यो चाहिँ रोपवे रहेछ। रोपवे सामानहरू सार्ने होला सायद। यस्तो छ। अझै माथि डाँडामा पुग्नु पर्यो यता डाँडा। यहाँ माथि गएर हत्केलामा बसेर फोटो खिच्दा पनि हुन्छ। एकदम चाहिँ हत्केलाको हात रहेछ, कसको आएको पनि। यहाँ ढोका खुल्ला रहेछ, छिर्दा हुन्छ यहाँनिर। कहाँ जाने हो, कहाँ पुग्छ भने त्यो थाहा भएन, कसको घरमा छिर्ने हो भने। अब यहाँबाट उकालो जाउँ है त, के रहेछ माथि। स्टेप त मिलिसक्यो होला। गरम भयो। यो चाहिँ के हो थाहा भएन, के चिज हो, के बनाएको।
के छ जस्तो लागेन। ल यहाँ माथि भित्र पसेर वरपर हेर्न सकिन्छ तलको भाग। खासै ठुलो त छैन, तर सबै कर्नर पार्टहरू पस्दाखेरि चाहिँ 2 घन्टा चाहिँ 1 देखि 2 घन्टा चाहिँ लाग्छ बिस्तारै फोटो हेर्दै सबै कर्नरतिर गयौँ भने चाहिँ 1 घन्टा 1-1.5 घन्टा चाहिँ मजाले लाग्ने रहेछ। म चाहिँ सिधा माथि एकैचोटि टपमै जाँदैछु। सबै कर्नरमा त पस्दिन, क्यामेरामा जति आएको छ टाढोबाट क्यामेराले लिइरहेको छु। आफू नगए पनि त्यो कर्नरतिर अब टुप्पोमै पुग्नु आँटेँ। यत्तिकै देखिँदो रहेछ यो टुप्पो अलिक फर्स्ट सेकेन्ड थर्ड लेयर हो, थर्ड लेभल हो। अब फोर्थ टपमा जाने अब लास्ट जहारा रहेछ, त्यसको नाम चाहिँ जहारा गार्डन। एउटा यहाँ चाहिँ के पनि रहेन रहेछ, जहारा गार्डन लास्ट। यो बिरुवा बोर्डले छेके जहारा गार्डन हो। अब त के छैन, ओह्रालो चढ्दै हुन्छ। ल यस्तो छ जहारा गार्डन कोपेङ। भन्दा 30 किलोमिटर पर पेलबाट आउँदाखेरि